विगतको यो 100 दिनमा जसले पनि सुन र चाँदीमा इन्भेस्ट गर्नुभएको छ नि अब टाइम आएको छ यसलाई बेच्ने किन र कसरी यो सबै कुरा म यस भिडियोमा भन्नेछु भिडियो अन्तिमसम्म हेर्दिनु होला जति पनि मान्छेहरू आँखा बन्द गरेर सुन चाँदीको रेसमा लागिरहेको छन् नि म्याक्सिममलाई त यसको हिस्ट्रीको बारेमा थाहा नै छैन कुनै समय यस्तो थियो जब युएस मार्केटमा 90% गोल्ड र सिल्भरको प्राइस घटेको थियो अब स्टोरी सुन्नुहोस् ओल्डमा 70 देखि 80% मेटलमा कन्ट्रोल छ चाइनाको अब चाइना के चाहन्छ भन्दाखेरि यो संसारको इकोनोमी डलर ब्याक इकोनोमीलाई छोडेर मेटल ब्याक इकोनोमीमा आओस् र अमेरिका यो हेर्न त छोड्नु सहन पनि सक्दैन इनकेस ओल्डको सारा इकोनोमी डलर ब्याक छोडेर मेटल ब्याकमा आयो भनेपछि अब यो युएसको इकोनोमी यति स्ट्रङ हुनुमा बेस के छ भन्दाखेरि युएस बोन्ड युएसको स्टक मार्केट र अर्को युएस डलरको लिक्विडिटी र वर्ल्ड वाइड एक्सेप्टेबिलिटी अब संसारको सबै ठुलो फाइनेन्शियल इन्स्टिट्युसनहरू जस्तै सेन्ट्रल ब्याङ्क अनि गभर्नमेन्टहरूले सबै आफ्नो पैसा गोल्ड र सिल्भरमा होल्ड गर्न थाल्यो भनेपछि नि डलर बोन्डको भ्यालु गर्छ र युएसको इक्विटी मार्केटबाट सबै पैसा बाहिर निस्किन्छ यसले गर्दाखेरि डलरको जुन सुप्रिमेसी छ नि यो एन्ड हुन समय लाग्दैन यस्तो बेला अमेरिकाले आफ्नो ट्रेड एन्ड टेस्टेड वेपन मार्जिन हाइक लिएर आउँछ यसले प्राइस यस्तरी बढाइदिन्छ कि गोल्ड र सिल्भरको ताकि अब मान्छेहरू सब बेच्नतिर जाउन् अनि मार्केट फुल्ली क्र्यास होस् यो सेम अमेरिकाले धेरैपल्ट गरेको छ हेर्नु 1980 मा 90% क्र्यास गराइदिएको थियो 2011 मा 75% क्र्यास गराइदिएको थियो अहिले पनि जसरी मार्केट चलिरहेको छ नि हामीहरूले सेम प्याटर्न देख्न सक्छौँ त्यही भएर प्लिज भनेको मान्नुहोस् यो हजुरले सोच्नु बेला बिस्तारै घट्दै गएको बेला बेच्छु भनेर एक दिनमा 50% घटाइदिन्छन् यिनीहरूले हैन हजुर इमेजिन पनि गर्न सक्नु हुँदैन हजुर रिसेन्ट इन्भेस्टर हो भने चाहिँ प्लिज गोल्डलाई या सिल्भरलाई आज गएर सोल्ड गर्नुहोस् इनकेस कसैले पहिलेदेखि नै होल्ड गरेको छ भने चाहिँ उसलाई होल्डै गर्न दिनुहोस् उनीलाई त्यस्तो इम्प्याक्ट चाहिँ पर्दैन थ्याङ्क यू फर वाचिङ दिस भिडियो प्लिज मेरो टिकटक पेज सिओ उमेश पाइकरलाई फलो गरिदिनु होला अब म यस्तै गोल्ड र सिल्भर रिलेटेडको न्युज इन्भेस्टमेन्ट रिलेटेडको न्युज त्यसपछि स्टक मार्केटको न्युजहरू डेली अपडेट गर्नेछु